8 अप्रिल 21 ट्युसडे 2083। यो आज चाहिँ यसो हेर्दाखेरिमा चाहिँ जुन ट्रेन्ड थियो त्यो चाहिँ ट्रेन्ड चाहिँ रिभर्सल हुँदै गरेको जस्तो देख्छौँ। यो जुन जुन छ जहाँनिर चाहिँ एकदमै यहाँबाट चाहिँ एक एक लट मार्केटले बााउन्स ब्याक पनि लिएको थियो र अनि त्यसपछि अनि यो जोनमा चाहिँ एभ्री टाइम चाहिँ यहाँ हेर्दाखेरिमा चाहिँ जियोस मार्केटले चाहिँ एउटा एज अ रेजिस्टेन्स एज वेल एज अ सपोर्टको चाहिँ काम गरिराखेको थियो भने चाहिँ आज चाहिँ यो चाहिँ यही जोनमा आएर चाहिँ मार्केट चाहिँ क्लोज भएको छ र भोल्युम हेर्दाखेरिमा चाहिँ भोल्युम चाहिँ एकदमै ड्राई छ। यसको मतलब के छ भन्दाखेरिमा मार्केटमा कसैले पैसा लगाउन नै चाहिरहेको छैन। सो हामी चाहिँ अहिले चाहिँ हाम्रो चाहिँ केही किताहरू छ भने चाहिँ हामी ट्रेड गर्दैछौँ भने चाहिँ हामीले चाहिँ रिस्क मिनिमाइजेसनतिर हेर्न सक्छौँ भने चाहिँ आगामी इन्ट्रीहरू चाहिँ हामीले चाहिँ यो जोनहरूमा चाहिँ हेर्न सक्छौँ जहाँनिर चाहिँ एकदम सपोर्ट रहेको छ। यो हेर्दाखेरिमा चाहिँ यो यहाँबाट चाहिँ पछिल्लो समय पनि बााउन्स ब्याक गएको थियो र अनि त्यसपछि यो जोनमा चाहिँ यो जुन ट्रेन्ड फलो गरिरहेको छ मार्केट त्यो पनि आएको छ भने चाहिँ अर्को भनेको चाहिँ यही पोइन्टबाट चाहिँ एकदम हाइएस्ट नम्बर एकदमै धेरै पटक चाहिँ मार्केटले चाहिँ एकदम रेजिस्टेन्स एज वेल एज सपोर्टको चाहिँ अब चाहिँ काम गर्नेछ। हेर्दाखेरिमा चाहिँ यो जोनबाट फेरि पनि मार्केट चाहिँ यो लेभल अथवा यो लेभल फर्स्ट टार्गेट यो हुनेछ, सेकेन्ड टार्गेट यो हुनेछ। यसको लागि चाहिँ बााउन्स ब्याक हुनेछ। सो फ्रेस बाईको लागि चाहिँ वी निड टु वेट। हामी के समय कुर्नुपर्ने हुन्छ जबसम्म चाहिँ मार्केट चाहिँ अराउन्ड यो 2700को जोनमा चाहिँ आउँदैन तबसम्म चाहिँ हामी चाहिँ फेरि सरी फेरि इन्ट्रीको लागि चाहिँ वेट गर्नुपर्ने हुन्छ। थ्याङ्क यू।